कुखुराको मासुलाई बब्बाले मिठो बनाउनको लागि यी 4 तरिका हजुरले छुट्याउनै हुँदैन। फर्स्टमा छ राम्रो क्वालिटीको चिकन करी पिसेस चुज गर्ने। मैले यो चिकन करी पिसेस चाहिँ राइस स्पाइसबाट लिएर आएको हो। उहाँहरूको चिकन करी पिसेस एकदमै राम्रो क्वालिटीको हुन्छ। अनि सेकेन्ड पोइन्ट भनेको चाहिँ त्यो चिकन करी पिसेसलाई हामीले राम्रोसँग रातो हुने बेलासम्म मजाले भुट्नु पर्छ। त्यसलाई तबसम्म भुट्नुस् कि त्यसको पानी सबै सुकिजान्छ। त्यसपछि मात्रै त्यसमा पियाज र बेसार राखेर त्यसलाई राम्रोसँग भुटिदिनुहोस्। अनि तेस्रो पोइन्ट भनेको चाहिँ हामीले घरमै पिसेर बनाएको मासु मसला युज गर्नुपर्छ। यो मासु मसला बनाउन यति सजिलो छ अनि हजुरहरूले एकचोटि बनाएर खानु भयो भने हजुरहरू पल्किनुहुन्छ। त्यो मसलालाई हामीले राम्रोसँग भुटिसकेपछि हामीले माथिबाट राम्रोसँग काटेको टमाटर अनि नुन राखेर माथिबाट मसला पनि छर्किदिन्छौँ। त्यसलाई ढकनी लाएर टमाटरलाई गल्न दिनुहोस्। अनि चौथो पोइन्ट भनेको चाहिँ हामीले त्यो टमाटरको काच्चोपन जाने बेलासम्म मजाले भुटेर पकाउँछौँ। अनि त हाम्रो मासु इज रेडी। त्यसमा अब हामीले माथिबाट धनिया छरेर भने त के काम। नाउ इट्स एक्चुअली रेडी।